लिपुलेक विवाद चर्कियो। भारतको एकपक्षीय कदम विरुद्ध नेपालको कडा आपत्ति। भारत सरकारलाई बालेन सरकारको चेतावनी। लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि बालेन सरकारले कडा आपत्ति जनाउँदै दुवै छिमेकीलाई कूटनीतिक नोट पठाएको छ। नेपालको सहमति बिना नेपाली भूमि प्रयोग गरिएको भन्दै सरकारले यसलाई सार्वभौमिकतामाथिको प्रत्यक्ष अतिक्रमण ठहर गर्दै भारत सरकारको कडा आलोचना समेत गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार पठाइएको कूटनीतिक नोटमा स्पष्ट रूपमा भनिएको छ, नेपालको भूभागमा कुनै पनि गतिविधि गर्नुअघि नेपालको पूर्व स्वीकृति अनिवार्य छ, अन्यथा त्यस्ता कदम स्वीकार्य हुँदैनन्। बालेन शाह नेतृत्वको सरकार गठनपछि पठाइएको यो पहिलो कूटनीतिक नोट हो, जसलाई सरकारले आफ्नो कडा कूटनीतिक सन्देशका रूपमा अघि सारेको छ। भारतले हालै सार्वजनिक गरेको कैलाश मानसरोवर यात्राको तालिकामा लिपुलेक नाका प्रयोग गर्ने योजना समेटिएपछि विवाद झन चर्किएको हो। नेपालले यसलाई एकपक्षीय र अस्वीकार्य कदम भन्दै कडा विरोध जनाएको छ। विशेष गरी भारतले नेपालको भूभागलाई बेवास्ता गर्दै चीनसँगको सहमतिमा समावेश गर्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै नेपाल असन्तुष्ट देखिएको छ। इतिहास र कानुनी आधार समेत नेपालकै पक्षमा रहेको सरकारको दाबी छ। सन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका भूभागहरू नेपालका हुन् भने 2077 सालमा जारी नयाँ नक्साले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई स्पष्ट रूपमा समेटेको छ। यस्ता प्रमाण हुँदाहुँदै पनि भारतले निरन्तर एकतर्फी गतिविधि अघि बढाउनु गम्भीर चिन्ताको विषय बने।